こんにちは皆さん。今日はみんなの日本語第3課の単語を勉強していきたいと思います。नमस्ते तपाईहरु सबैजनालाई। आज चाहिँ हामी मिन्नाの日本語को लेसन 3 को भोक्याबुलरीहरु चाहिँ पढ्नेछौँ है त।今日もよろしくお願いします。じゃあ始めましょう। हाम्रो सुरुको भोक्याबुलरी छ कोको। कोको भनेको चाहिँ यहाँ अथवा यता भनेको है त। यो चाहिँ इंग्लिशमा भन्नु पर्दाखेरि चाहिँ हियर है त प्लेस स्थानहरु देखाउने बेलामा चाहिँ प्रयोग गरिन्छ है त यो चाहिँ कोको भनेको। त्यसैगरी अर्को छ हाम्रो सोको। सोको भनेको चाहिँ त्यहाँ अथवा त्यता भन्न खोजेको है त। यो चाहिँ इंग्लिशमा भन्नु पर्दाखेरि देयर प्लेस लिटल बिट फार फ्रम यु है तपाईभन्दा अलिकति थोरै टाढा भएको स्थानहरुलाई चाहिँ देखाउनलाई प्रयोग गरिन्छ है सोको चाहिँ। त्यसैगरी अर्को छ हाम्रो आसोको। आसोको भनेको चाहिँ उ त्यता अथवा उ त्यहाँ भन्न खोजेको है त। इंग्लिशमा भन्नु पर्दाखेरि ओभर देयर है त। प्लेस फार फ्रम यु तपाईभन्दा धेरै टाढा भएको स्थानहरु देखाउनलाई चाहिँ प्रयोग गरिन्छ है त। त्यसैगरी अर्को छ हाम्रो दोको। दोको भनेको चाहिँ कहाँ अथवा कता भनेको है त। यो चाहिँ इंग्लिशमा भन्नु पर्दाखेरि वेयर है त। यो कुन ठाउँ कुन स्थान भन्ने बेलामा चाहिँ प्रयोग गरिन्छ। त्यसैगरी अर्को छ हाम्रो कोचिरा। कोचिरा भनेको चाहिँ यतातिर भन्न खोजेको है त। यो चाहिँ इंग्लिशमा भन्नु पर्दाखेरि हियर दिस वे पोलाइट अफ कोको है। यो कोको को पोलाइट चाहिँ कोचिरा। त्यही भएर तपाईले कोको भन्दा नि कोचिरा प्रयोग गर्दा चाहिँ अलि पोलाइट मानिन्छ। त्यसैगरी अर्को छ हाम्रो सोचिरा। सोचिरा भनेको चाहिँ त्यतातिर भन्न खोजेको है त। इंग्लिशमा भन्नु पर्दाखेरि देयर अथवा दैट वे पोलाइट अफ सोको है। यो चाहिँ सोकोको पोलाइट सोचिरा। त्यसैगरी अर्को छ हाम्रो आचिरा। आचिरा भनेको चाहिँ उ त्यतातिर भन्न खोजेको है त। उ त्यतातिर भनेको चाहिँ अब तपाईभन्दा धेरै टाढा भएको ठाउँहरु के है। तपाईभन्दा अलि धेरै नै टाढा छ भने त्यो ठाउँलाई चाहिँ सोचिरा भनेर देखाउनु पर्छ। पोलाइट अफ आसोको। यो चाहिँ आसोकोको पोलाइट फर्म आचिरा है त। त्यसैगरी अर्को छ हाम्रो दोचिरा। दोचिरा भनेको चाहिँ कतातिर भन्न खोजेको है त। जस्तै बाटो कतातिर यो ठाउँ चाहिँ कतातिर भन्न खोजेको है त। यो चाहिँ पोलाइट अफ दोको है। दोकोको पोलाइट फर्म चाहिँ दोचिरा है। इंग्लिशमा वेयर भन्न खोजेको। त्यसैगरी अब हामी अर्को भोक्याबुलरी तर्फ जाउँ। हाम्रो अर्को भोक्याबुलरी छ क्योसिचु। क्योसिचु भनेको चाहिँ क्लासरुम है त। कक्षा कोठालाई चाहिँ क्योसिचु भन्नु पर्यो है त। क्योसिचु। अर्को छ हाम्रो शोकुदो। शोकुदो भनेको चाहिँ है चमेना गृह है त। क्यान्टिन के है अथवा डाइनिङ हल क्यान्टिन है। हामीले कलेजतिर है देख्नुहुन्छ नि हामीले कलेजको क्यान्टिन है अस्पतालतिर क्यान्टिन देख्नुहुन्छ नि त्यसलाई चाहिँ शोकुदो भन्नु पर्यो है त क्यान्टिन। त्यसैगरी अर्को छ हाम्रो जिमुस्यो। जिमुस्यो भनेको चाहिँ कार्यालय है। इंग्लिशमा भन्नु पर्दाखेरि अफिस। अफिसलाई चाहिँ जिमुस्यो भन्नु पर्यो। त्यसैगरी अर्को छ हाम्रो काइगिसिचु। काइगिसिचु भनेको चाहिँ मिटिङ रुम है। बैठक कोठालाई चाहिँ काइगिसिचु भन्नु पर्यो है त। काइगिसिचु। त्यसैगरी अर्को छ हाम्रो उकेचुके। उकेचुके भनेको चाहिँ स्वागत डेस्क है। रिसिप्सन डेस्क। रिसिप्सनलाई चाहिँ उकेचुके भन्नु पर्यो है त। त्यसैगरी अर्को छ हाम्रो रोबी। रोबी भनेको चाहिँ लबी भन्न खोजेको है त। लबी अथवा प्रतीक्षा गर्ने ठाउँ है त। कुर्ने ठाउँलाई चाहिँ लबी भन्नु पर्यो है त। त्यसैगरी अर्को छ हाम्रो हेया। हेया भनेको चाहिँ कोठा है रुम। रुमलाई चाहिँ हेया भन्नु पर्यो। त्यसैगरी अर्को छ हाम्रो तोइरे। तोइरे भनेको चाहिँ टोयलेट है त। शौचालयलाई चाहिँ टोयलेट भन्नु पर्यो है त। तोइरे खाताखानामा छ नि त है याद गर्नु होला। त्यसैगरी अब हामी अर्को तर्फ जाउँ। हाम्रो अर्को छ ओतेयाराई। ओतेयाराई भनेको शौचालय है त। टोयलेट रेस्टरुम। हामीले अघि खाताखानामा तोइरे भनेको थियो भने अब हिरागानामा ठिट जापानिज भाषामा चाहिँ टोयलेटलाई चाहिँ ओतेयाराई भन्नु पर्यो है त। ओतेयाराई। त्यसैगरी अर्को छ हाम्रो खाइदान। खाइदान भनेको चाहिँ है सिडी अथवा भर्याङ भन्न खोजेको है त। इंग्लिशमा भन्नु पर्दाखेरि स्टेयरकेस। खाइदाङ भनेको भर्याङ। त्यसैगरी अर्को छ हाम्रो एरेबेता। एरेबेता भनेको चाहिँ है एलिभेटर अथवा लिफ्ट है। तपाईले लिफ्ट चढ्नु भएको छ होला नि हैन। त्यो लिफ्टलाई चाहिँ एरेबेता भन्छ है त। त्यसैगरी अर्को छ हाम्रो एसुकारेता। एसुकारेता भनेको चाहिँ एस्केलेटर क्या एस्केलेटर है। तपाईले भाटभट्टीतिर सपिङ मलतिर जानु भएको होला नि है। त्यतिबेला तपाईले चढ्नु भएको छ होला त्यो गुड्ने भर्याङलाई चाहिँ एसुकारेता भन्छ है त एस्केलेटर। त्यसैगरी अर्को छ हाम्रो खाइस्या। खाइस्या भनेको त कम्पनी है। कम्पनीलाई चाहिँ खाइस्या भन्छ। हामीले लेसन 1 मा पनि पढेको थियौ। त्यसैगरी अर्को छ उची। उची भनेको चाहिँ हाउस अथवा होम है। घरलाई चाहिँ उची भन्छ है। त्यसैगरी अर्को छ हाम्रो देङवा। देङवा भनेको चाहिँ टेलिफोन अथवा टेलिफोन कल है त। टेलिफोन अथवा टेलिफोन कललाई चाहिँ देङवा भन्नु पर्यो। त्यसैगरी अर्को छ हाम्रो कुचु। कुचु भनेको चाहिँ जुत्ता है। जुत्तालाई चाहिँ कुचु भन्नु पर्यो। त्यसैगरी अब हामी अर्को भोक्याबुलरी तर्फ जाउँ। हाम्रो अर्को भोक्याबुलरी छ वाइन। वाइन भनेको चाहिँ वाइन नै भयो है। वाइन। वाइनलाई चाहिँ वाइन नै भन्दो रहेछ है त खाताखानामा। त्यसैगरी अर्को छ हाम्रो ताबाको।
ताबाको भनेको चाहिँ सिगरेट टोब्याको है सुर्ती अथवा चुरोटहरूलाई चाहिँ ताबाको भन्दो रहेछ। त्यसै गरी अर्को छ हाम्रो उरिबा। उरिबा भनेको चाहिँ डिपार्टमेन्ट है। जस्तै हामीले बारमणीतिर जानुहुन्छ, तपाईँ सपिङ मलतिर जानुहुन्छ नि, त्यहाँ वाइन डिपार्टमेन्ट, सुज डिपार्टमेन्ट है, तपाईँले विभिन्न खालको वस्तुहरूको डिपार्टमेन्ट देख्नुहुन्छ नि है। नेपालमा भन्नु पर्दाखेरि विभाग अथवा काउन्टर भन्नु खोजेको है त, उरिबा भनेको। जस्तै वाइन डिपार्टमेन्ट भन्नु पर्यो भने वाइन उरिबा भन्नु पर्यो है। जुत्ता डिपार्टमेन्ट भन्नु पर्यो भने चाहिँ कुचु उरिबा भन्नु पर्यो है त। त्यसै गरी अर्को चाहिँ हाम्रो चिखा। चिखा भनेको चाहिँ बेसमेन्ट है त, घरको तल्लो तल्ला भुइँ तला है। तपाईँले सपिङ मलतिर ठुल्ठुलो बिल्डिङतिर देख्नु भएको होला नि है, भुइँ तलातिर पार्किङहरू हुन्छ नि, हो त्यस्तोलाई चाहिँ चिखा भन्छ है त। अन्डरग्राउन्ड फ्लोर के बेसमेन्ट फ्लोरलाई चाहिँ चिखा भन्छ। त्यसै गरी अर्को छ हाम्रो एन है। एन भनेको चाहिँ जापानिज एन है। जापानिज मुद्रा, जापानिज पैसालाई चाहिँ जापानिज एनलाई चाहिँ एन भन्नु पर्यो है त। जस्तै जस्तै नेपालको पैसालाई चाहिँ रुपी भन्छ है। जस्तै अमेरिकाको पैसालाई चाहिँ दोरु भन्छ। त्यस्तै चाहिँ जापानको पैसालाई चाहिँ एन भन्नु पर्यो। त्यसै गरी अर्को छ हाम्रो इकुरा। इकुरा भनेको चाहिँ हाउ मच, कति मूल्य भन्नु पर्यो है त। कति पैसा अथवा कति मूल्यलाई चाहिँ हाउ मचलाई चाहिँ इकुरा भन्नु पर्यो। त्यसै गरी अर्को छ हाम्रो ह्याकु। ह्याकु भनेको चाहिँ 100 है त, 100, 100लाई चाहिँ ह्याकु भन्नु पर्यो है। तपाईँले यो चाहिँ नम्बरहरू पढ्ने बेलामा चाहिँ सबै याद गर्नुपर्ने हुन्छ है। हामी चाहिँ कुनै दिन नम्बरहरू पनि पढ्नेछौँ है त। त्यसै गरी अर्को चाहिँ हाम्रो सेन। सेन भनेको चाहिँ 1000 है, 1000लाई चाहिँ सेन भन्छ है त, याद गर्नुहोस्। अब हामी अर्कोतर्फ जाउँ। हाम्रो अर्को भोक्याबुलरी छ मान। मान भनेको चाहिँ 10,000 है त, 10,000, 10,000लाई चाहिँ मान भन्नु पर्यो है त। अर्को चाहिँ हाम्रो सुमिमासेन। सुमिमासेन भनेको त है हामीले ग्रिटिङ्स पढ्ने बेलामा पनि पढेको थियौँ है त। एक्सक्युज मी अथवा आई एम सरी, माफ गर्नुहोस् भन्नु खोजेको है त, सुमिमासेन भन्नु खोजेको। त्यसै गरी अर्को भोक्याबुलरी छ दे गोजाइमास। दे गोजाइमास चाहिँ पोलाइट फर्म अफ देश। देशको विनम्र शब्दलाई चाहिँ दे गोजाइमास भन्छ है त। हामीले पछि पछि लेसनहरू बढ्दै गएपछि तपाईँले चाहिँ आफै थाहा पाउनुहुन्छ यो चाहिँ है कसरी देशको गोजाइमास भयो भन्ने कुरा चाहिँ पछि लेसन बढ्दै गएपछि तपाईँले आफै थाहा पाउनुहुन्छ है त। त्यसै गरी अर्को छ हाम्रो ज्या। ज्या भनेको चाहिँ खैर अथवा त्यसो भए भन्नु खोजेको है त। जस्तै हामीले ज्या मातासिता भन्छ नि, लौ त सी यु टुमरो भन्नु खोजेको है, त्यस्तै खालको ज्या। त्यसै गरी अर्को छ हाम्रो नानी नानी हो कुदासाई। यहाँ तपाईँले धर्को देख्नु परेछ नि, योभन्दा अगाडि केही न केही हुन्छ कि। जस्तै नानी नानी हो कुदासाई, जस्तै तपाईँले चुरोट दिनुहोस् भन्नु पर्यो भने ताबाको हो कुदासाई भन्नु पर्यो है त। चक्लेट दिनुहोस् भन्नु पर्यो भने चोकोरेट ओ कुदासाई, चक्लेट दिनुहोस् भन्नु पर्यो है त। यो सामान दिनुहोस् भनेको है त। नेपालीमा भन्नु पर्दाखेरि मलाई देऊ, कृपया मलाई दिनुहोस्, केही सामानहरू दिनुहोस् भन्ने बेलामा चाहिँ नानी नानी हो कुदासाई भन्ने चाहिँ प्रयोग गर्छ। त्यसै गरी अर्को चाहिँ हाम्रो कुनी। कुनी भनेको चाहिँ देश है त, देशलाई चाहिँ कुनी भन्छ है त। त्यसै गरी अर्को चाहिँ हाम्रो नेकुताई। नेकुताई भनेको चाहिँ नेकटाई है, घाँटीमा लगाउने टाईलाई चाहिँ नेकुताई भन्नु पर्यो है त खाता खानामा। लेसन 3मा पढ्नुपर्ने भोक्याबुलरीहरू चाहिँ यति मात्रै छ। तपाईँहरूले राम्रोसँग पढेर चाहिँ याद गर्नु होला है त। यदि तपाईँहरूलाई भिडियोहरू चाहिँ मन परिरहेको छ भने चाहिँ प्लिज है त भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्, अनि त्यसपछि च्यानललाई चाहिँ सब्सक्राइब गर्न पनि नबिर्सिनु होला है त। क्यो वा आरिगातो गोजाइमासिता।